नमस्कार साथीहरू, तपाईहरूले पनि आफ्नो टिकटकमा डिलिट गरेको म्यासेज च्याटलाई कसरी हेर्ने, कसरी रिकभर गर्ने आज म तपाईहरूलाई सिकाउन गइरहेका छौँ भिडियोमा। तपाईहरूले सिक्नको लागि भिडियोलाई स्किप नगरी भिडियोको सुरुदेखि सम्म हेर्दै गर्नुहोला। ल साथीहरू लागौ भिडियोतर्फ। साथीहरू तपाईहरूले पनि आफ्नो टिकटकमा डिलिट गरेको म्यासेज च्याटलाई हेर्नको लागि रिकभर गर्नको लागि तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा रहेको प्ले स्टोर एप्लिकेसनमा गएर अनि तपाईहरूले आफ्नो मोबाइल फोनमा एउटा एप्लिकेसनलाई डाउनलोड गर्नुहोला। जुन एप्लिकेसनको नाम रहेको छ WAMR। तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा यो एप्लिकेसनलाई डाउनलोड गरिलिनु होला। डाउनलोड गरिसकेपछि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा WAMR एपलाई ओपन गर्नुहोला। ओपन गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ एक्सेप्ट भन्ने अप्सन आउँछ। तपाईहरूले एक्सेप्ट भन्ने अप्सनमा क्लिक गर्नुहोला। एक्सेप्ट भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरूले यहाँ चाहिँ इनेबल भन्ने अप्सन छ नि, इनेबल भन्ने अप्सनमा क्लिक गर्नुहोला। इनेबल भन्ने अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ एलाउ नोटिफिकेसन एक्सेस भन्ने अप्सन आउँछ। तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा यो अप्सनलाई अन गर्नुहोला। अन गर्नुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ पर्मिसन माग्छ। तपाईहरूले एलाउ गर्नुहोला। एलाउ गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि एलाउ नोटिफिकेसन एक्सेस अप्सन अन भइहाल्छ। अन भइसकेपछि तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा एक स्टेप यहाँबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि साथीहरू तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा एरोको अप्सन हुन्छ, एरोको अप्सनमा क्लिक गर्दै जानु होला। एरोको अप्सनमा क्लिक गर्दै जानुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ धेरैवटा एप्लिकेसनहरू आउँछ। तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा यहाँ आइसकेपछि यहाँ चाहिँ टिकटक एप्लिकेसन छ नि, टिकटक एप्लिकेसनको माथि क्लिक गर्नु होला। टिकटक एप्लिकेसनको माथि क्लिक गरिसकेपछि साथीहरू तपाईहरूले यहाँ चाहिँ एरोको अप्सन छ नि, एरोको अप्सनमा फेरि क्लिक गर्दै जानु होला। एरोको अप्सनमा फेरि क्लिक गर्दै जानुहुन्छ भने साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि यहाँ चाहिँ टिकको अप्सन आउँछ। तपाईहरूले टिकको अप्सनमा क्लिक गर्नु होला। टिकको अप्सनमा क्लिक गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि तपाईहरूको टिकटक एप्लिकेसन यो एप्लिकेसनको सँग लिङ्क भइहाल्छ। तपाईहरूले पनि आफ्नो टिकटक एप्लिकेसनलाई यो एप्लिकेसनको सँग लिङ्क गरिसकेपछि तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा यो एप्लिकेसनबाट ब्याक आउनु होला। ब्याक आइसकेपछि अब म आफ्नो एउटा अर्को टिकटक आइडीबाट यो मोबाइल फोनमा रहेको टिकटक आइडीमा मेसेज गरिरहेको छु। म मेसेज गरिरहेको छु हाई हेलो। म हाई हेलो टाइप गरेर अनि आफ्नो यो टिकटक आइडीमा मेसेज गरिसके अर्को टिकटक आइडीबाट। साथीहरू तपाईहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेसेज आइसकेको छ। अब म आफ्नो मेसेजलाई डिलिट गरिरहेको छु। म जुन मोबाइल फोनबाट मेसेज पठाएँ नि यो टिकटक आइडीमा त्यो मोबाइल फोनबाट म आफ्नो यो मेसेजलाई डिलिट गरिरहेको छु। साथीहरू तपाईहरूले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ मेसेज आइसकेको छ। अब म यो मेसेजलाई डिलिट गरिरहेको छु। म चाहिँ आफ्नो एउटा अर्को मोबाइल फोनबाट यो मोबाइल फोनमा पठाएको मेसेजलाई डिलिट गरिसकेँ। डिलिट गरिसकेपछि अब म टिकटक एप्लिकेसनबाट ब्याक गइरहेको छु। टिकटक एप्लिकेसनबाट ब्याक आइसकेपछि अब तपाईहरूले पनि आफ्नो टिकटक एप्लिकेसनमा डिलिट गरेको मेसेज च्याटलाई हेर्नको लागि तपाईहरूले पनि आफ्नो मोबाइल फोनमा WAMR एपलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि साथीहरू तपाईहरूको मोबाइल फोनमा पनि हराउँछ तपाईहरूको टिकटकमा डिलिट भएको मेसेज च्याटहरू। यहाँ साथीहरू तपाईहरूले सरी नै हेर्न सक्नुहुन्छ आफ्नो टिकटकमा डिलिट भएको मेसेज च्याटलाई। साथीहरू तपाईहरूको भिडियो राम्रो लाग्यो भने भिडियोलाई एक लाइक गरेर च्यानललाई पनि सब्स्क्राइब गर्नु होला यस्तै प्रकारको भिडियोहरू हेर्नको लागि।